Don't subscribe. Yes, I look happy all the time. But you don't see me when I cry. I can find an open door when I try, it breaks me more. Should I quit and should I go? Should I leave this no behind? Same things happen all the time. Can't get out of my mind. बाबू हाँ को को है चिल्छ त्यसले त यो सामान धेरै चिल्छ चिल्छ त्यसले आइज यहाँ आइज हेलो गाइज आई कम त न्यू भिडियो सबैजना संसारमा हुन्छ ल म पनि संसारमा छु आज टक्क लाएर त चाहिँ आन्टीको बर्थडे रहेछ त्यही हालिदिन लागेको छु म चाहिँ आज मेरो जन्मदिन मलाई यो सुन्दर संसार देखाउने मिडिया मलाई धेरै धेरै धन्यवाद आमा त्यही हो आज चाहिँ नयाँ वर्ष र हजुरलाई भन्नलाई त मेरा सब कतिको मनमा मनभरि आशा भएकोमा 81 सालमा गइसकेको छ अब 82 सालमा सबैको मनले चिताएको पुगोस् त्यही भन्न चाहन्छु म दर पनि कम पर्नेछन् आज त्यही हो जन्मदिन आज चाहिँ नयाँ वर्ष कसैको घरमा सुख शान्ति समृद्धि ल्याउनुहोस् भन्न चाहन्छु म है यो बाबु चाहिँ आज चाहिँ नयाँ वर्ष थाहा छ तँलाई पुरै मुस्कान मात्र दिन्छ ल थाहा छैन के हो आज नयाँ वर्ष जे रुक है त्यही हो नेटै छ जिन ल त भित्र लाग्दै नेटै चलेको छैन भने डाउनलोड गरिरहेको छु एउटा त्यही हो टक्क लाएर आज चाहिँ हिजोको भिडियो कतिले हेर्नुभयो कतिले हेर्नु भएको छैन त्यसमा चाहिँ जिमखला गएको भिडियो छ अनि त्यसपछि त्यहाँ गएर अनि रमाइलो भएको छ अनि त्यसपछि आज पनि जाने हो कि भन्ने प्लान छ र के हुन्छ र तल चाहिँ बागकोट 2 भर्सेस कता 8 बिस्कुट 1 को गेम परिरहेको छ त्यही भएर म चाहिँ अब खानासाना खाएर भर्खर कति बज्यो भने 7:30 8 जति बजेको छ भर्खर खानासाना खाएर अनि बल हेर्न जाने हो कि पनि हो र आज कतै घुम्न जाने कोले प्लान गर्नु भएको छ र त्यो प्लान सक्सेस होस् भन्न चाहन्छु र त्यही हो के हो त तिमीहरूले के गर्न लाग्यो त्यहाँ यो पाती कुटेर के गराउने त पोले हात त्यही हो कस्तो अरे क्या अरे नाच्छन् कसरी नाच्छन् यहाँ तु सिगा बाबु यहाँ आइज त कसरी नाच्छन् यति पनि नाच्छ रोक है नाच त नाच के नाच त दे नाच के इसको डांस हुँदैछ एकछिन
के गर्छौ तिमी दुई भाइले के गर्छौ मुख धुन्न अन्त फेरि अहिले धुनी खाएर नि तँ राम्रो बानी कुरो त्यो चाहिँ कति 12 बजेको छ खानासाना खाएर त्यसपछि खानासाना खाइयो अनि एकछिन रेस्ट हालेको त्यसपछि टक्क लाएर अहिले चाहिँ कति बज्यो 12-1 बज्यो अनि अब म चाहिँ तलतिर जानुपर्छ झिन्खलतिर चार्ज पावर ब्याङ्कमा चार्जर छ त्यसपछि अब म झिन्खलतिर हिँड्नुपर्छ लाइट आएको छ लाइट पनि आएको रहेछ दोहोरो चम्किरहेको छ पुरै सिस्ने 4 भने चाहिँ सिस्ने 4 भन्ने त यता ढाका दार्जिलिङतिर पर्छ त्यही टक्क लाएर अहिले चाहिँ म मम्मीहरूको कोठा छिरेको छु भर्खर खानासाना खाएर सुतेको भर्खर उठेँ म चाहिँ त्यो अहिले चाहिँ अब एकछिन पछाडितिर तलतिर जाने भन्ने प्लान हो कस्तो हुन्छ जाने आज चाहिँ नयाँ वर्ष कतिको मनाउनु भयो त देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई सर्वप्रथम नमस्कार फेरि पनि भन्न चाहन्छु नयाँ सालमा नयाँ परिवर्तन होस् नयाँ आफूले सोचेका सपनाहरू पुरा हुन् यति भन्न चाहन्छु अनि त्यही हो अब चाहिँ म एकछिनमा निस्किन्छु गरे तलको चाहिँ आज भिडियो बनाउँदिनँ किनकि तल कति बनाउँदा होइन 2-3 दिन त्यही हो आज चाहिँ तलतिर जाने हो अनि त्यसपछि आज चाहिँ नयाँ वर्ष मेरो मनमा चाहिँ नयाँ कुराहरू खेलिरहेका छन् तपाईँको मनमा के भइरहेको छ नयाँ वर्ष पनि हेर्दा हेर्दै वर्ष पनि फेरेको थाहै नै नहुने के कस्तो पोरो यही बेला कता यही बेला पोरो भर्खर यही बेला 8 पास गरेको थिएँ अहिले 9 पास गरिसकेको छु म चाहिँ 9 पास गरेर 10 मा गइसकेको छु त्यही हो चाहिँ निस्किसकेको छ त्यो चाहिँ साथी हो अगाडि पनि गइसकेका छन् त्यही भएर हामी चाहिँ अब निस्किसकेका छौँ तल चाहिँ बाटकोट 2 वर्सेस आइजक ए जस्तो सुन्छु म चाहिँ के हो अहिले एकछिन थाहा हुन्छ तल गएर अनि आज चाहिँ फाइनल गेम मजाको हुन्छ फाइनल गेम भनेपछि कहाँको साक र आइजक ए छ उसको 7 वर्सेस सिस्ने 8 आइजक त्यसमा आज चाहिँ भिडियो बनाउँदिनँ भनेको थिएँ बनाउने आफै लाग्यो त्यही भएर बनाइदिइहालेको छु बस आज रमाइलो भयो नयाँ वर्ष हो क्यारे आज चाहिँ तलतिर गइयो मैले तल गएर भिडियो बनाउन पाइनँ त्यसलाई क्षमा प्राप्ति गर्न चाहन्छु त्यही हो म चाहिँ अब सुत्छु गरे कति 9-10 बजिसकेको छ अब सुत्नु पर्यो एकछिन ल त गाइस हजुरहरु मोबाइल एडिट गर्नु पर्ला के भन्न चाहन्छु ल त गाइस हजुरले हामीहरूको च्यानललाई हामीहरूको मतलब भ्लगलाई लाइक शेयर गरिदिनु होला र सब्स्क्राइब चाहिँ जरुर गर्नु होला है जय नेपाल म चाहिँ त्यही हो यो चाहिँ सुतिसक्यो यो चाहिँ अब गइसक्यो ल भोलि बिहान भेटौँ होला नि त साथीहरू गुड नाइट ह्याभ अ नाइस डे टुमोरो इज गुड डे इंग्लिश खै फेरि सुनौँ त ल त गाइस ह्याभ अ नाइस डे टुमोरो इज गुड डे के हो त्यो भनेको
मतलब भोलिको दिन हजुरहरूको राम्रो रहोस्। ल मजाक गरेको यो हुन्छ ल अब भोलि बिहान भेट्ने है त। त्यही हो अहिले चाहिँ। त्यसपछि आज नेक्स्ट डे भइसक्यो चाहिँ अर्को दिन सुरु भइसक्यो। अर्को दिन सुरु भएर पनि दिनै यस्तो भइसक्यो भिडियो बनाउनु पाइनँ मैले। आज भिडियो बनाउनु पाइनँ, त्यसको लागि क्षमा प्राप्ति चाहन्छु। त्यही हो। अहिले चाहिँ रात परिसक्यो अनि म चाहिँ अब सुत्न लागेको। अनि त्यसपछि अब चाहिँ जे होस् नयाँ साल ठिक भयो के अरे। ल यहाँसम्म ल हुन्छ भिडियो त्यति नै गरिदिनु के अरे। यहाँसम्म भिडियो हेरिदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। च्यानल बनाए हुन्छ सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरिदिनु भएको छ भने त्यसको लागि पनि धेरै धेरै धन्यवाद। जय नेपाल।